Away from the hustle and bustle of the city, here you can enjoy my friends in Dreamland. यति राम्रो प्लेस छ है यहाँ चाहिँ तपाईलाई मजा आउनेछ किनभने जस्ट फर 130 रुपीज पर हेड तपाईले होल डे यहाँ एन्जोय गर्न सक्नुहुनेछ यहाँ तपाईहरुले अब सानो सानो ड्राई पिकनिक भयो है त्यस्तो पनि गर्न सक्नुहुनेछ अनि यहाँ चाहिँ के छ भन्दा सबै फ्यासिलिटी पाउनुहुन्छ तपाईले टोयलेट बाथरुम देखि लिएर फुड कोर्ट देखि लिएर अब ठुलो देखि सानोसम्मको लागि चाहिँ एन्जोय गर्ने धेरै राइड्सहरु छ जस्तै कि जय राइडहरुमा छ कप एन्ड ससर वाटर कोस्टर रोलर कोस्टर इगल क्याटरपिलर अनि धेरै किसिमको साथमा तपाईले यहाँ बोटिङ पनि एन्जोय गर्न सक्नुहुनेछ अनि सबै कुरा एकदमै रिजनेबल रेटमा छ यो चाहिँ फ्यासिलिटी के रहेछ भन्दाखेरि पहिला चाहिँ हामीले बाहिरै काट्नु पर्थ्यो सबै टिकटहरु तर अहिले चाहिँ तपाईहरुले अब जुन जुन राइड अवेलेबल छ त्यहीँ गएर तपाईले टिकट पर्चेस गरेर घुम्न सक्नुहुनेछ खेल्न सक्नुहुनेछ अनि हेर्नुस् न एकदमै यहाँ चाहिँ फ्लावर गार्डन्सहरु यस्तो मन परेको कि मलाई म चाहिँ फोटो खिच्दै हिँडिबसी हैन अनि यो सबै शूट चाहिँ मैले किन गरेको भन्दाखेरि चाहिँ तपाईलाई बादमा देखाउँछु भनेर है हेर्नुस् न कस्तो राम्रो छ तर यो सबैको चाहिँ टाइमिङ रहेछ इभन यो जति पनि फाउन्टेन छ वाटर फाउन्टेनहरु हुनु छ हैन यो जय राइडहरु सबैको टाइमिङ रहेछ अनि त्यति बेला मात्रै उनीहरुले अपरेट गर्दै रहेछ है हेर्नुस् न कस्तो राम्रो छ हो अहिले चलेको छैन अनि बादको भिडियोमा पनि हाल्दैछु किनभने यति धेरै भिडियोस छ कि एकैचोटी हाल्यो भने चाहिँ साह्रै लेन्दी हुन्छ भनेर चाहिँ मैले सर्ट गरेर हाल्दैछु अनि हेर्नुस् न कति राम्रो भोलेनाथजीको मूर्ति रहेछ फेरि भिडियो खिच्ने धुनमा त मेरो भोलेनाथ चाहिँ कहाँ जानुभयो भनेर खोज्दै हिँडिरहेको थिएँ भरे त ठ्याक्कै त्यहीँ अगाडि नै उहाँलाई पनि भेटिहालेँ सी यू अल इन नेक्स्ट भिडियो साथीहरु